ठाउँमा आइपुगेको छौँ जहाँ धेरै सुख सयलहरूको भन्दा पृथक बाहिर एकदमै रियल लाइफ भन्छु म जिराख्नुभएका एकजना हाम्रो मामा हुनुहुन्छ। मामा तपाईँको यो चाहिँ के पकाइराख्नु भएको हो? मैले कोदोको खोले पकाउनु भएको हो। अनि यो तपाईँको बाँसुरी पनि भेटियो नि यहाँनिर। यो बाँसुरी कतिखेर बजाउनुहुन्छ तपाईँ? म त रातिको 1 बजीतिर उता बजाउँछु। किन मामा? म राति राति निन्द्रा सर्छ, त्यही भएर मैले राति बजाउँछु। अनि तपाईँ राति 1 बजे मात्रै बजाउनुहुन्छ? अनि त्यस पछाडि परिवार छ त तपाईँको, छोराछोरी छ, श्रीमती छ, अनि किन परिवारसँग बस्न मन लाग्दैन तपाईँलाई? म त पहिलेबाट गोठैमा बसेको बानी। ए, पहिलेदेखि गोठैमा बसेको बानी, पछि फेरि गोठैमा आउनुभयो तपाईँ? अनि यस्तो छ भत्किँदैन यहाँनिर? कति वर्ष हुनुभयो तपाईँ यहाँ बस्नु भएको? यहाँ त भयो 17-18 वर्ष पुगिसक्यो। ए, 17-18 वर्ष पुगिसक्नु भयो है। अनि हाम्रो देशमा के अहिले चाहिँ नेताहरूले गरेको काम मनपर्छ पर्दैन तपाईँलाई? खोइ मैले त नेपाली नेताहरूले गरेको काम अहिले मतलब भएको छैन। ए, तपाईँलाई मतलब छैन? ल ठिक छ जे होस्, ठिकै छ, तपाईँलाई थाहा छैन। अनि त्यो चाहिँ तपाईँलाई कतिको थाहा रहेछ भनेर यहाँ गोठा रेडियो सुन्नुहुन्छ हुन्न तपाईँ? रेडियो छैन, म रेडियो किन्दिनँ। रेडियो पनि छैन, मोबाइल पनि छैन। यहाँभन्दा लगभग 1 किलोमिटर परमा चाहिँ उहाँको परिवार, श्रीमती सबैजना छ है। अनि तपाईँ चाहिँ यहाँ गोठमा बस्नुहुन्छ, आफै पकाउनुहुन्छ, यहाँनिर जाँतो पनि छ, उहाँले जाँतोमा मकै पिस्नुहुन्छ। अनि सानो झुपडी घर छ, यहाँनिर मकैहरू छ, खाने थाल छ एउटा। अनि एकदमै रमाइलो लाग्यो। आज घुम्दै फिर्दै चाहिँ यो ठाउँमा आइपुगेँ। इच्छाकामना गाउँपालिकाको वडा नम्बर 2 शेरसेबाङमा भन्ने ठाउँमा छ, जहाँ अहिले चाहिँ चुनढुङ्गा खानीको यो प्रभावित क्षेत्र पनि हो। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ पुरै भिड छ, तलतिर पुरै भिड छ। यो भिडको थोरै अलिकति मिलेको जग्गामा चाहिँ उहाँले एउटा सानो झुप्रो बनाएर बस्नु भएको छ। दिनभरि दाउरा खोजेर ल्याउनुहुन्छ, तर परिवारसँग छुट्टै बसेर पनि एक्लै आनन्दसँग जिराख्नु भएको छ उहाँ। अनि एउटा बाँसुरी पनि रहेछ उहाँको। अनि राति 1 बजे बजाउनुहुन्छ है, उहाँलाई निन्द्रा पर्दैन अरे। मामा हजुर, अनि मैले चाहिँ तपाईँलाई यो चाहिँ सबैलाई देखाउनु मन लाग्छ क्या है। तपाईँले जस कस्तो भन्नु, तपाईँले जिराख्नु भएको छ, तपाईँले जिउनु भएको छ नि, तपाईँ एकदम खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ तपाईँ? तपाईँलाई तनाव त छैन नि, टेन्सन छैन, ऋण छैन, कसैको तनाव छैन, टचर छैन, आनन्द छ। अनि तपाईँ बाख्रा पाल्नु भएको छ, अनि त्यहाँबाट आफै भात पकाउने खाने रमाइलो लाग्यो। किनभने अहिलेको मान्छेहरू चाहिँ धेरै तनाव टेन्सन बोकिरहेको हुन्छ नि त। तपाईँलाई त्यस्तो पनि छैन, आफै एक्लै बस्यो, पकायो, खायो, होइन मामा? ल मामा, हस्, धन्यवाद। फेरि मामा भान्जा भेट्नुपर्छ है। ल।